वास्तवमा मैले भन्नु हो भने मलाई राजनीतिमा आउने इच्छाले चाहिँ आएको होइन। तर दार्जिलिङको जुन प्रकारको स्थिति 86 भन्छ 1986 है, त्यहाँदेखि अहिलेसम्म जुन प्रकारको अवस्था मैले हेर्दा अघिको समयमा जुन प्रकारले बिग्रिएर गयो 86देखि अझै बेसी काम गर्नु चाहिँ के गर्नुपर्छ भन्दाखेरि जहाँ सत्ता छ कि जहाँनिर सरकार छ त्यो सरकारहरूलाई भन्नु सक्नु पर्यो, भन्नुपर्छ। मेरो अनुभव चाहिँ के छ भने मान्छेहरूलाई देख्दा हाम्रो मान्छेहरूलाई कति साह्रो ठगेको रहेछ त्यो पनि अनुभव हुन्छ। र यत्रो वर्षको यो आन्दोलन भन्नेले हाम्रो मान्छेहरूलाई कहाँ पुर्याएको रहेछ भन्ने कुरा पनि अनुभव गर्छु। मैले देखेको छु, यो संसार देखेको छु हगि, मान्छेहरूको बानी बेहोरा होइन, एटिट्युडहरू देखेको छु। त्यसले गर्दा सायद पचाउन सक्छु। हामीले चाहेको पहिलो कुरा चाहिँ हो शान्ति। शान्ति बिना कुनै कुराको विकास हुन सक्दैन, कुनै कुरा गरिन सक्दैन। नमस्ते एन्ड वेलकम टु आइएनएस पडकास्ट। सो आज हामीसँग यस्तो गेस्ट हुनुहुन्छ, उहाँले आफ्नो शिक्षालाई मात्रै नभएर है साहित्यलाई पनि आफूसँगै अगाडि लान सक्षम हुनुभएको छ है। सो उहाँले अहिले फिलहालै एउटा आफ्नो राजनीतिमा है पहाडको निम्ति केही गरौँ भनेर है उहाँले आफ्नो पाइला अगाडि बढाइसक्नु भएको छ है। आउनुहोस् स्वागत गरौँ आजको हाम्रो गेस्ट है मिस्टर विजय कुमार राई। नमस्ते सर, वेलकम टु आइएनएस पडकास्ट है। थ्याङ्क यू सो मच सर है, तपाईँले आफ्नो यति बहुमूल्य टाइम हाम्रो आइएनएस प्रडक्सनलाई दिनुभयो है। सो तपाईँलाई अब फर्स्ट क्वेसन नै मेरोबाट त्यही हुनेछ है, वाइ पोलिटिक्स है। तपाईँले फर्स्ट टाइमै यो पोलिटिक्सको वर्ल्डमा है आफ्नो खुट्टा चाल्नु हुँदैछ नि त, तर तपाईँले यो चाहिँ फिल्ड कसरी किन चुज गर्नुभयो भन्ने नि सर। वास्तवमा मैले भन्नु हो भने मलाई राजनीतिमा आउने इच्छाले चाहिँ आएको होइन, मेरो कुनै महत्त्वाकांक्षा पनि थिएन। तर दार्जिलिङको जुन प्रकारको स्थिति 86 भन्छ 1986 है, त्यहाँदेखि अहिलेसम्म जुन प्रकारको अवस्था भएको छ र त्यो देख्दा मलाई मनमा कतै लाग्थ्यो कि हामीले के गर्न सक्छौँ भन्ने चाहिँ लाग्थ्यो। कमसेकम केही समय अगाडि 3-4 साल अघि चाहिँ श्री अनित थापाज्यू आएर मलाई भन्नुभयो, म रिटायर भइसकेको थिएँ र उहाँले भन्नुभयो सर तपाईँ रिटायर हुनुभयो, आउनुहोस् न हामीसित मिलेर काम गरौँ, दार्जिलिङको लागि धेरै काम गर्नुपर्छ भन्नुभयो। अनि मैले त्यतिबेला उहाँलाई भनेको थिएँ होइन राजनीतितिर नजाउँ होला हौ, म बाहिरबाट सघाउँछु भन्दाखेरि उहाँले भन्नुभयो अनि सर अब राम्रो मान्छेहरू कि आउनुपर्छ, सबैजना आउनुपर्छ र तपाईँ पनि आउनुभयो भने चाहिँ हामीले मिलेर सायद हामी यहाँको लागि धेरै काम गर्न सक्छौँ भन्नुभयो। अनि मलाई एउटा विचार पनि थियो, एउटा भनाइ पनि छ कि अलिकति पढे लेखेको मान्छेहरू, अलिकति जान्ने बुझ्ने मान्छेहरू चाहिँ कमसेकम राजनीतिमा आएन भने चाहिँ के हुन्छ भन्ने कुरा पनि छ एउटा। त हामी 2-4 अक्षर हामी जान्ने अलिकति हो कि अब अलिकति पढेको भनौँ न, त्यस्ता व्यक्तिहरू चाहिँ राजनीतिमा आएन भने चाहिँ गलत मान्छेले शासन गर्छ भन्ने पनि छ, त्यस्तो पनि छ। र त्यसले गर्दाखेरि अब धेरै कुराहरू बिग्रिरहेको यत्रो वर्षदेखि यो म दार्जिलिङ मात्रै भन्दिनँ, यो सम्पूर्ण पहाडको जुन अवस्था छ, आन्दोलनको नाममा तोडफोड गर्ने, मान्छे मार्ने, हिंसात्मक जुन आन्दोलन भयो र हाम्रो यहाँको टुरिज्म बर्बाद भयो, शिक्षा क्षेत्र बर्बाद भयो, स्वास्थ्यको क्षेत्रमा यहाँ कुनै त्यस्तो पनि काम भएन, नोकरी चाकरी र अहिलेसम्म पनि बन्द अवस्था जस्तै छ देखिन्छ। पढ्नेहरू धेरै छन्, जनसङ्ख्या धेरै छ, तर दिनोदिन हामीले भोग्नु परिरहेको समस्या चाहिँ एकदमै धेरै छ। र यो राजनीतिक पार्टीमा कमसेकम छेउमा उभिएर म सघाउँछु भन्ने मात्रै चाहना थियो। तर यसपल्ट पार्टीले मलाई एउटा चुनावमा उम्मेदवारकै रूपमा, अब आजदेखि त मैले भन्नुपर्छ दार्जिलिङ विधानसभा क्षेत्रबाट उम्मेदवारको रूपमै उठाउनु भएको छ र अब चाहिँ अब यो राजनीतिमा पसे भने जस्तो लाग्छ मलाई।
सो सर तपाईँले अब केही सोचेर त यो चिजमा है खुट्टा हाल्नुभयो होला, त्यो अलिकति तपाईँको त्यो भिजन पनि भनिदिनु न, किनभने तपाईँ अब एउटा वेल नोन राइटर है सर, अनि तपाईँ एउटा हेडमास्टर पनि रहिसक्नु भएको छ। सो त्योमा अब तपाईँले के फ्युचर हाम्रो दार्जिलिङको मान्छेहरूको, हाम्रो युथहरूको केही फ्युचर देखेर तपाईँले स्टेप इन गर्नुभएको होला नि त है, त्यसमा पनि अलिकति तपाईँको के विचार छ राखिदिनुहोस् न। मलाई सोसियल मिडियातिर जग्गा जग्गा भनेको पनि छ क्या, लेखेको छ। हजुर सर। बुढो मान्छे भयो, किन राजनीति गरिरहेको, घरमा थपक्कै बस्नु नि पनि भनेको छ क्या। हजुर हजुर। अनि कुरा चाहिँ यो हो, हजुर, मान्छेको उमेर सँगसँगै मान्छेमा अनुभव पनि हुन्छ। हजुर। अनि अब आज एउटा 18 वर्ष पुगेको उम्मेदवारले यदि जिते नै भने पनि उनीसित सायद ज्ञान होला, धेरै थोक होला र उनमा इनर्जी बेसी पनि होला, तर अनुभव भन्ने कुरा चाहिँ अब सायद थोरै हुन्छ। त्यसकारण अलिकति उमेर पुगेको व्यक्तिमा चाहिँ अनुभव पनि हुन्छ, धेरै कुरा देखेको हुन्छ, धेरै कुरा जानेको हुन्छ। र अहिले म आउनुको पछि चाहिँ कमसे कम त्यो पुरानो बितेको दिनको जति अनुभव छ हामीले भोग्नु परेको, अब योसित राजनीतिसित यहाँको इतिहास पनि जोडिन्छ, यहाँको शिक्षा जोडिन्छ, यहाँको कल्चर जोडिन्छ, यहाँको मान्छेहरूको समस्या, हरेक कुराहरू जोडिन्छ नि। हामीले दैनन्दिन है डेली लाइफमा हामीले भोगिरहेको समस्याहरू पनि हामीसित छ। र यसभन्दा अघि राजनीतिमा नहुनुको अर्को कारण त के पनि हो भने, म गभर्मेन्ट हाई स्कुलमा थिएँ, अनि गभर्मेन्ट हाई स्कुल चाहिँ प्योरली गभर्मेन्टको स्कुल हो। त्यहाँको टिचरहरूले, स्टाफहरूले राजनीतिमा भाग लिन पाउँदैन। त्यसकारण पनि सायद मैले बोल्नु, यतापट्टि केही भन्नु सक्दिनँ थियो होला। तर आज आएर अब रिटायर भइसकेपछि त्यो समस्याहरू, हाम्रो मान्छेहरूले भोगेको दुःख, पीडा, शोषण, होइन, त्यो जे छ त्यो कुराहरू सायद आज बोल्न सक्ने, भन्न सक्ने, उठाउन सक्ने स्थितिमा म छु। एज अ स्कुलको हेडमास्टर चाहिँ सरले गर्नु सक्नुहुँदैन थियो पहिला, मतलब होइन, त्यो त सीमित है। आजकै पनि अब जसले पनि अब शिक्षा क्षेत्रमा, स्कुलमा, कलेजमा काम गरिरहेछ, उनीहरूले त्यही क्षेत्रमा काम गर्ने हो। र शिक्षाकै क्षेत्रमा पनि मैले हेर्दा अघिको समयमा जुन प्रकारले बिग्रिएर गयो, 86 देखि यहाँको शिक्षा बिग्रेको। जस्तै एउटा इक्जाम्पल म तपाईँलाई के दिन्छु भने, 86 भन्दा अगाडि दार्जिलिङ एउटा त्यो एजुकेसनको एउटा एजुकेसनल हब भनिन्छ होइन, त्यो एउटा केन्द्र नै थियो। तर त्यसपछि यस्तो अवस्था भयो, यहाँ दार्जिलिङको नामी स्कुलहरू जस्तो सेन्ट पल्स, अब सेन्ट पल्सको स्टुडेन्टहरू यो छोडेर गए, उनीहरू बाहिर, प्राय बाहिरको हुन्थे कि बाहिर, यहाँको त एकदमै थोरै हुन्थे, तर बाहिर विदेशबाट सक्दैन थियो है। तर त्यसले गर्दा, तर यहाँ इकोनोमी चाहिँ अब त्यो स्कुलहरूले धेरै नै सपोर्ट गर्थ्यो। एनपी अहिले राम्रै छ, लरेटो स्कुल राम्रै छ, तर हामी देख्छौँ तल यो माउन्ट हर्मन स्कुल पनि धेरै राम्रो स्कुल हो, र त्यहाँ प्राय विदेशबाट नै होइन त्यो आउँथे स्टुडेन्टहरू। तर एक समय यस्तो पनि भयो कि अब त्यो स्कुलले बजारमा पोस्टर टालेर माउन्ट हर्मन स्कुलमा एडमिसन छ भन्ने पोस्टर टाल्नुपर्ने स्थितिसम्म पुग्यो। र सायद त्यो स्कुलहरूले बिस्तारै आफ्नो कि त्यो पुरानो गरिमा फर्काएर ल्याउँदै होला। र अर्को कुरा तपाईँले सोध्नु हुँदै थियो अघि, यहाँको युथहरूलाई लिएर के भन्ने। अब युथहरूले आन्दोलन गर्ने कि पढ्ने, या उहाँहरूलाई के प्रकारको सुविधा चाहिन्छ, के गर्न चाहन्छ, त्यो बाटो बनाइदिने हामीले। कुरा चाहिँ त्यो हो नि त। अब हामीले आएर त उनीहरूको निम्ति बाटो बनाइदिने हो कि उनीहरूको निम्ति के सुविधा हुन्छ त्यो हामीले उपलब्ध गराउने हो नि त। हामी आफैले राजनीति गर्ने भनेको आउने पिँढीको लागि, आउने पुस्ता, तपाईँहरू जस्तो जुन अघि हुनुहुन्छ यङ अब जेनेरेसन छ, उनीहरूको लागि चाहिँ हामीले काम गर्ने हो नि त। र त्यसैका लागि चाहिँ अब हामी आएको भन्छौँ। सो सर, तपाईँको जुन चाहिँ प्रिभियस प्रोफेसन छ नि, एज अ टिचर, एज अ हेडमास्टर, त्यसले चाहिँ तपाईँलाई कतिको हेल्प गरेको छ जस्तो लाग्छ यो फिल्डमा आउनुको लागि चाहिँ? यस्तो हो, प्राय अब शिक्षासित जोडिएको मान्छे, शिक्षा बाहेक पनि मैले अरू सोसियल अर्गनाइजेसनहरू छ त्यहाँ थिएँ म। अब बिहान 9 बजीदेखि 3, 3:30 सम्म हामीले स्कुलमा पढाउँथ्यौँ। तर
बेलुकीको समय 3 घन्टा 4 घन्टा त्यो सोसियल अर्गनाइजेसनमा छुट्टीको दिन पनि हामी सोसियल अर्गनाइजेसनमा बितायौँ। र हाम्रो मान्छेको अब समस्या भन्ने कहिले पनि तुरिँदैन है, सकिँदैन। समस्या त आइरहन्छ, बेकारी पनि सकिँदैन। बेकारी एकपट्टि जान्छ, एकपट्टि फेरि बढिरहेकै हुन्छ, त्यस्तो स्थिति हुन्छ। तर हामीले काम त गरि नै रह्यौँ। तर यो प्रोफेसनमा चाहिँ एउटा एडभान्टेज चाहिँ के रहेछ भने अहिले म राजनीतिमा आएँ र उम्मेदवार भएर उठ्दै पनि छु। तर यो दार्जिलिङ कन्स्टिट्युन्सीको चाहिँ 17वटा त्यो समष्टि भन्छ। त्यो 17वटा समष्टिमा जहाँ पनि जान्छु मैले पढाएको पुरा स्टुडेन्ट भेट्छु। उनीहरू खुसी हुन्छ क्या, हाम्रो सर हो एकदम क्यान्डिडेट योपालिको भन्छ, खुसी हुन्छ, हात समाउँछ, रमाउँछ। र एउटा एडभान्टेज चाहिँ त्यो हुँदो रहेछ कि यत्रो 30 वर्ष भन्दा बेसी मैले पढाएँ कि, अनि त्यहाँ चाहिँ जहीँ स्टुडेन्ट भेट्दो रहेछ। त्यो चाहिँ एउटा एडभान्टेज पनि भयो मलाई। हजुर, सो एउटा होप पनि भयो सर है तपाईँलाई देख्दाखेरि। सो मेरो क्वेसन चाहिँ के हो भन्दाखेरि चाहिँ वाइ रुलिङ पार्टी सर? अब तपाईँको अलरेडी एउटा हेरेर ल्याउँदाखेरि इमेज तपाईँको राम्रै छ नि त सर, यु हेभ बिन डुइङ लाइक सोसियल वर्क्स अल्सो है। तर किन चाहिँ तपाईँले हाम्रो यतानिर बिजेपिएमए चुज गर्नुभयो भन्ने नि, कि तपाईँलाई तपाईँको राम्रो इमेजलाई उहाँहरूले युज पो गर्नु खोजेको हो कि? त्यो पनि एउटा क्वेसन छ हाम्रो भ्युवर्सहरूकै भनौँ न है सर। यस्तो हुन्छ, 2021 सम्म त म स्कुलमा थिएँ। हजुर सर। मैले पार्टिसिपेट गर्नु त कुरै आएन। हजुर। अनि त्यहाँदेखि निस्किसकेपछि चाहिँ त्यो बिजिपिएम पार्टी थिएन त्यति बेला। हजुर हजुर। मलाई आएर एप्रोच गर्दा यो पार्टी बनेकै थिएन। हजुर। अनि उहाँहरू आएर कि अनित थापाज्यू आएर र मलाई एप्रोच गर्नुभएको हो। हजुर। अनि अरू कुनै पार्टीले पनि मलाई एप्रोच गरेन। उहाँले आएर भन्नुभयो सब मिलेर काम गरौँ न, दार्जिलिङलाई राम्रो बनाउनुपर्छ भनेपछि चाहिँ अब उहाँको रिक्वेस्टमा कि म गएको हो। त्यस कारण बिजिपिएम पार्टी नै भन्ने चाहिँ अब त्यसको फाउन्डर पनि भएँ म, होइन, फाउन्डर मेम्बर भएँ। र त्यसैले चाहिँ बिजिपिएम पार्टी हो। र अर्को कुरा चाहिँ अब मैले त्यो जोइन गरिसक्दाखेरि, यो पार्टीमा जोइन गरिसक्दाखेरि चाहिँ प्राय अनित थापाज्यूले दार्जिलिङमालाई शान्ति बनाइसक्नु भएको थियो, शान्त वातावरण। अनि उहाँहरूले धेरै दुःख गर्नुभएको छ, धेरै फेस गर्नुभयो कि, धेरै गाली खानुभयो होला। तरै पनि आज त्यो कन्टिन्यू एउटा प्रोसेस कि दार्जिलिङ अहिले शान्त छ। हामीले चाहेको पहिलो कुरा चाहिँ हो शान्ति। शान्ति बिना कुनै कुराको विकास हुन सक्दैन, कुनै कुरा गरिन सक्दैन। र पहिलाको समय हेरेर एउटा परिवर्तन चाहिँ यही नै हो। त्यसकारण चाहिँ बिजिपिएम पार्टीमा छु। अहिलेसम्म म जुन प्रकारले लागिरहेको छु यो निरन्तर गर्नेछु। हजुर, सरले इन्डिपेन्डेन्ट गर्नुभएको भए पनि हुन्थ्यो होइन सर, तर तपाईँले चुज गर्नुभयो यतानिर बिजेपिएम है, किन त्यस्तो भन्ने नि मलाई चाहिँ क्वेसन। एमएलए क्यान्डिडेट इन्डिपेन्डेन्ट भन्नुभएको हो। अब मलाई राजनीतिमा आउनै थिएन त इन्डिपेन्डेन्ट झन् उठ्ने कुरै भएन। यो अहिले म उठिरहेको चाहिँ यो पार्टीको आदेश हो। पार्टीले अब तपाईँ उठ्नुपर्छ भनेपछि एउटा पार्टी कुनै पनि अर्गनाइजेसनको मेम्बर भएपछि त्यो अर्गनाइजेसनले के भन्छ त्यो सबैले मान्नुपर्छ कि, त्यो सानो ठुलो भन्ने कुरा पनि आउँदैन। तर अब मलाई उहाँहरूले होइन एउटा आदेश नै हो यो मेरो लागि, म अर्डरै भन्छु। र म एउटा सानो फेरि एउटा कार्यकर्ता हुन्छ नि, मैले सघाउने अब त्यति मात्रै म सम्झिन्छु। तर कमसेकम हाम्रो पार्टीको जुन भिजन छ, हामीले जे गर्नु चाहँदैछौँ, सायद आज मान्छेले धेरैले बुझिरहेको छ होला जस्तो लाग्छ। जुन प्रकारले मान्छेले हामीलाई एउटा उत्साह दिइरहेछ, बाटोमा भेट्दा कहाँ भेट्दाखेरि एकदम राम्रो हो, एकदम ठिक छ भनेको सुन्छु। त्यसले पोजिटिभ भाइब्स होइन हामीमा पनि आउँछ है, भइरहेको छ। र सायद यो पार्टी पनि ठिकै हो भन्ने चाहिँ मलाई लाग्छ। सरको चाहिँ यो इन्डिपेन्डेन्ट डिसिजन हो कि लाइक तपाईँलाई अलिकति तपाईँको इमेज राम्रो छ भनेर उहाँले युज गर्नु खोजेको हो कि के हो सर? होइन, त्यो एउटा पार्टीमा पसेपछि कसलाई युज गर्छ र? अब हामी जस्तो मान्छेलाई त कसैले के युज गर्छ? सर किनभने तपाईँले अब धेरै सोसियल वर्कहरू गरिरहनु भएको छ होइन, यु हेभ बिन डुइङ लाइक गुड वर्क फर दार्जिलिङ अल्सो। अनि त्यही इमेज तपाईँको राम्रो देखेर पो त्यस्तो अब एउटा होइन, एउटा कारण त हुनै सक्छ। किनभने यो पालिको भोटमा हामी जित्नु सक्छौँ भन्ने एउटा होपले हुन्छ नि सर। होइन, हुनै सक्ला। तर म चाहिँ के भन्छु भने म जस्तो धेरैजना छ अझै पनि पार्टीभित्र छ कि छन्। तर अब यो राजनीतिक अब यो इलेक्ट्रल पोलिटिक्समा सबैजना
उठ्नु हिचकिचाउँछ नि, हिचकिचाउँछ। जस्तो पहिला कुरा त भएको नभएको मान्छेले गाली गर्छ, कुनै के भन्छ, कुनै एलिगेसन्स फल्स एलिगेसन्सहरू लाउँछ। अब त्यो सहनु सक्ने सबैकोमा हुँदैन। राम्रो मान्छे छ हामीसित, हाम्रो पार्टीमा पनि छ, अरू जग्गा पनि छ कि, तर त्यो एलिगेसन्सहरू किसिम अब पचाउनु सक्दैन नि त कि। तर अब सायद म त्यति सक्छु, पचाउन सक्छु, किनभने मैले देखेको छु, यो संसार देखेको छु हगि, मान्छेहरूको बानी बेहोरा होइन, एटिट्युडहरू देखेको छु। त्यसले गर्दा सायद पचाउन सक्छु म। तर किनभने कुनै राम्रो काम गर्नुको लागि अब हामीले भगवानहरू कुरा गर्छौँ नि होइन, अब भगवानलाई त मान्छेहरूले होइन किसिम भन्छ भनेपछि अब हामी त सिम्पल एउटा ह्युमन बिइङ होइन, हामीलाई भन्नै सक्छ। सो सर, तपाईँले गोर्खा दुःख निवारक सम्मेलनमा पनि आफ्नो योगदान दिइसक्नु भएको छ है। सो तपाईँलाई त्यहाँनिर काम गर्दाखेरि चाहिँ हाम्रो दार्जिलिङको कस्तो खालके निड्सहरू रहेछ भनेर तपाईँले जान्नुभयो, बुझ्नुभयो? मैले जिडिएनएस है, जिडिएस भन्छ हामी, गोर्खा दुःख निवारक सम्मेलन 1980मा म मेम्बर भएको। त्यो समयदेखि त्योभन्दा अगाडि त हामी अब सानो सानो केटाहरू, अब हामी स्वयंसेवक भन्छ नि, भलिन्टियरहरू त गर्दै थियौँ। र पछि अफिसियली अब त्यहाँनिर मेम्बर भएको 1980तिरदेखि हो। र अहिले जोड्दाखेरि 45 वर्ष जस्तो भएछ होइन, 45 इयर्स। अब नानीहरूको एजभन्दा बेसी त हामी त्यहाँ अघि भलिन्टियरी सर्भिस गऱ्यौँ। र त्यहाँ काम गर्दाखेरि, त्यहाँ हामीले सेवा गर्दाखेरि, सोसियल वर्क गर्दाखेरि थुप्रै अब समस्याहरू, हाम्रो मान्छेको समस्या देख्यौँ। त्यो बाहेक पनि जिडिएनएसले चाहिँ वर्षैभरि थुप्रै इभेन्टहरू गर्छ हगि। अनि त्यसमा अब त्यो म्युजिक भयो, लिटरेचर भयो, डिबेट भयो, क्विज भयो, स्पोर्ट्स भयो। अनि म्युजिकको त सबैभन्दा ठुलो त्यहाँ इभेन्ट हगि हुन्छ, स्वरश्री प्रतियोगिता भन्ने 1956देखि हो। धेरै छ त्यहाँ। पहिला चाहिँ जिम पनि थियो, अहिले जिम चलेको छैन, जिम पनि हो। र जिडिएनएसले धेरै काम गरेको छ। र त्यहाँ बसेर हेर्दाखेरि त हामीले जति काम गऱ्यौँ त्यहाँनिर अझै बेसी। अब दार्जिलिङ त ठुलो छ नि त हगि, या दार्जिलिङ अथवा यो पहाड जिटी एरिया अहिलेको, र त्यहाँसम्म धेरै काम गर्नुपर्छ भन्ने चाहिँ लाग्थ्यो। त्यो हामी सानो चाहिँ गऱ्यौँ, तर अझै बेसी काम गर्नु चाहिँ के गर्नुपर्छ भन्दाखेरि जहाँ सत्ता छ हगि, जहाँनिर सरकार छ, त्यो सरकारहरूलाई भन्नु सक्नु पर्यो, भन्नुपर्छ। तर अब बाहिरबाट बसेर एउटा हामी साधारण मान्छेले चाहिँ सरकारलाई भन्दा साह्रै उहाँहरूले त्यो चासो देखाएको जस्तो पनि लाग्दैन थियो। अनि हामीले पो बुझ्छौँ त्यो कामको मूल्य। तर अब सरकार या अब नेताहरू भनौँ न, अब नेताहरूलाई अब उहाँको आफ्नै समस्या, आफ्नै हगि प्रब्लम्स होला, के होला, त त्यो कुरा त्यति इम्पोर्टेन्ट होइन, इम्पोर्टेन्स नदिने। तर अहिले अब राजनीतिमा आउनुपछि चाहिँ अब चाहे साहित्यको क्षेत्र होस्, चाहे कल्चर होस्, चाहे म्युजिक होस्, चाहे ड्रामा होस्, अब अहिले चाहिँ त्योभित्र, त्यो राजनीतिभित्र पसेर त्यो सरकारको एउटा हामी अङ्ग भएर चाहिँ अब उनीहरू ती कुराहरूको लागि पनि अझै भन्न सक्छौँ, हामी बुझाउन सक्छौँ। यो गरिदिनुपर्छ, यो हुनुपर्छ, यो यसरी हो होइन, यो यहाँ कमी छ, यसलाई बनाऊ भन्नु सक्ने चाहिँ भयो नि त। नत्र भने चाहिँ के हुन्थ्यो भने हामी बाहिरबाट बसेर अब होइन, हामीले मेमोरेन्डम दियो, कुनै के दियो, हुन्छ भन्छ कि उहाँहरूले पनि, उहाँको समय पनि छैन, उहाँहरूले त्यो कुरालाई ध्यान पनि दिँदैन। तर त्यो सरकारभित्रै पस्दाखेरि चाहिँ अब त्यो हामीले बोलेको कुरालाई ध्यान दिन्छ नि त। मेरै पार्टीमा पनि अब अहिले अब जिटिएमा छौँ हामी, त जिटिएमा गएर हामी जस्तो मान्छेले हगि त्यो सबै क्षेत्रको लागि, गरिब दुःखीदेखि लिएर जति समस्याहरू छ, या साहित्यको लागि होस्, के को लागि होस्, कुनै पनि कुराको लागि हामीले बोलिदिएको चाहिँ सुन्छ नि त। अब चाहिँ सुन्छ होइन, नत्र त्यो पार्टीदेखि बाहिर बसेर फेरि भन्दाखेरि त्यस्तो उनीहरूले ध्यान नदिएको जस्तो पनि मलाई लाग्थ्यो। र नै चाहिँ हो यो राजनीतिमा आएको, र त्यो अनुभव छ। हजुर। सो सर, तपाईँको हाम्रो अनित थापाज्यूसँग चाहिँ फर्स्ट कन्भर्सेसन चाहिँ के थियो, लाइक यो क्यान्डिडेन्सीको लागि तपाईँले अप्रोच गर्दाखेरि चाहिँ? यो म त पार्टीमा हगि त्यस्तो कुनै महत्त्वाकांक्षा एम्बिसन लिएर आएको पनि होइन होइन, साइडमा बसेर हामी सघाइदिने। उहाँ अनित थापाज्यूको
सोचाइ राम्रो छ कि उहाँको सोच विचार मान्छेहरूसँग डिलिङ्स सघाउनुपर्छ भनेर मात्रै साइडमा बसिरहेको। तर अब एकैचोटि योपालि एमएलएको एउटा क्यान्डिडेटको रूपमा उहाँले यो थिएन, अरू क्यान्डिडेटहरू त सायद उहाँहरू उठ्ने एउटा विचारमा थिए पनि होला। मलाई चाहिँ न्यु इयरको दिन उहाँले फोन गरेर पहिला चाहिँ ह्याप्पी न्यु इयर भन्नुभयो। त्यसपछि चाहिँ अनि सर तपाईँको नाम पनि छ एमएलएमा भन्नुभयो। अन्त मैले भने म त उठ्दिनँ हो, यो सबै अब झमेला नगर्ने हो, हामी सघाउने हो है, राम्रो क्यान्डिडेट हेरेर कि जसलाई पनि गर्नुहोस् न, हामी सघाउँछौँ, म सघाउँछु भने। तर अब पछि बिस्तारै बिस्तारै पार्टीको साथीहरूले पनि भन्नु थाले। त्यहाँदेखि मैले मेरो सर्कल पार्टीदेखि बाहिर कि सर्कल धेरैवटा छ, उहाँहरूलाई पनि सोधेँ मैले कि यसो भन्दैछ पार्टीले, म उठ्नु कि नउठ्नु भन्ने कुरा गर्दा चाहिँ सबैले भने होइन उठ्नुपर्छ, तपाईँ उठ्नुहोस् भने। अनि त्यसले गर्दाखेरि पार्टीले पनि मलाई उठ्ने त है त्यति बेलै कुरा गरे, यो न्यु इयरको कुरा पछाडि। र पछि अरूले पनि, अरू सर्कलले पनि कि अनि उहाँहरूले पनि भनेपछि चाहिँ सायद ठिकै होला जस्तो लागेर चाहिँ म यसरी आएँ। हजुर। सो सर यो अब फर्स्ट एन्ट्रेन्ट हो नि त है तपाईँको, यो फर्स्ट नै अब तपाईँले एउटा अब एज अ एमएलए एन्टर गर्नुहुँदैछ नि त है। तपाईँको लाइफमा अब यो दौरान अब यो फेजमा चाहिँ तपाईँले फेस गर्नुभएको च्यालेन्ज एउटा कुनै सरप्राइजिङ चिज केही थियो कि च्यालेन्जेसहरू सर? हिजो बेलुका त हो अफिसियली डिक्लेयर गरेको होइन। यहाँ 3 जना हाम्रो कालिम्पोङबाट रुदेन सादा लेप्चाज्यू, खरसाङबाट अमर लामाज्यू, अनि दार्जिलिङबाट मेरो नाम आएपछि चाहिँ अब अफिसियली कि। अनि तर योभन्दा अगाडि पनि हामी हाम्रो पार्टीभित्र चाहिँ अब हामी काम गर्दै थियौँ कि कर्मी सभा भन्ने जग्गा राखेको थियो। र त्यहाँ जाँदाखेरि चाहिँ मेरो अनुभव चाहिँ के छ भने मान्छेहरूलाई देख्दा कि हाम्रो मान्छेहरू कति साह्रो शोषण नपरे एक्सप्लोइट भएको रहेछ कि त्यो देख्छौँ। हाम्रो मान्छेहरूलाई कति साह्रो ठगेको रहेछ त्यो पनि अनुभव हुन्छ। र यत्रो वर्षको यो आन्दोलन भन्नेले हाम्रो मान्छेहरूलाई कहाँ पुर्याएको रहेछ भन्ने कुरा पनि अनुभव गर्छु। र जहाँ पनि जान्छु कि बिचरा हाम्रा मान्छेहरूले एउटा खदा लाइन्छ कि। तर त्यो खदा लिँदै गर्दा मलाई चाहिँ के अनुभव हुन्छ भने उनीहरूको हामीप्रति कत्रो ठुलो एउटा आशा होला। अब आउँदो भविष्यमा यो मान्छेहरूले कि केही गरिदिन्छ अथवा अहिलेसम्मको स्थितिमा अब उनीहरूको जीवनमा घाम लागेको छैन, कयौँ कुराहरू छ कि भविष्यको कुरा छ हामी सबैको कि। अनि हाम्रो सबै छोराछोरी नातानातिनी जो छ उनीहरूको भविष्यको कुरा छ नि त। र म त्यहाँ जहाँ पनि बोल्नुपर्छ म देख्छु क्या कि उनीहरूको अनुहार हेर्छु अनि मलाई लाग्छ मैले उनीहरूको लागि अब पछि हट्नु हुँदैन, मैले बोल्नुपर्छ, मैले गर्नुपर्छ भन्ने अनुभव चाहिँ मलाई हुन्छ। र यसरी ठाउँ जाँदा आफूभन्दा सिनियरहरूले पनि बडो आदर साथ उहाँहरूले कि अनि हामीमाथि एउटा आशीर्वाद दिनुहुन्छ। त्यो कुराहरूले अब अलिक सेन्सिटिभ होइन मान्छे, अब हामी बडो छुन्छ क्या त्यो होइन। मेरो आमा बाउ पनि यदि जिउँदो भएको भए सायद त्यत्तिकै कि अब त्यसरी नै आशीर्वाद दिन्थे होला, त्यसरी नै उनीहरूले लु अगाडि जाऊ गर भन्थे होला भन्ने चाहिँ मलाई अनुभव हुन्छ। सो सर अहिले हामीले रिसेन्टली देखेको थियौँ है टिचर्सहरूको एकदमै त्यो प्रब्लम भइरहेको थियो नि त है रिक्रुटमेन्टको बारेमा। अनि यु एज अ चेयरम्यान अफ एसएससी है तपाईँलाई यसमा केही भन्नु छ? कस्तो खालके अब हुन्छ नि यसमा तपाईँको पोइन्ट अफ भ्यू छ यसमा? अब रिटायरमेन्ट हुनेहरूलाई के कस्तो खालके प्रब्लमहरू यो सल्भ हुन्छ हुँदैन त्यो अलिकति तपाईँको विचार राखिदिनुहोस् न यसमा पनि। यो सेन्ट्रल गभर्मेन्टको नै एउटा त्यो एक्टबाट कि सेन्ट्रल एसएससी प्रत्येक स्टेटमा बनिएको र वेस्ट बेङ्गालमा पनि सेन्ट्रल एसएससी छ। त सेन्ट्रल एसएससीको अन्डरमा अहिले वेस्ट बेङ्गालमा चाहिँ 6वटा रिजनल एसएससी छ। हजुर। त्यसमा एउटा चाहिँ हो यो हिल। अनि त्यो प्रोसेस चाहिँ के हो भने यदि यहाँको जिटी एरियाको स्कुलको लागि
टिचिङ नन टिचिङहरूको लागि या लाइब्रेरियनको लागि भ्याकेन्सी क्रिएट गर्छ डिपार्टमेन्टले। हजुर। सेकेन्डरी एजुकेसनले, कमिसनर अफ स्कुल एजुकेसनले चाहिँ त्यो भ्याकेन्सी माग्छ यहाँ डिआईलाई। अनि त्यो डिआईकोबाट लिस्ट पाएपछि, भ्याकेन्सी लिस्ट पाएपछि चाहिँ सेन्ट्रल एसएससीलाई दिन्छ। अनि सेन्ट्रल एसएससीले चाहिँ त्यसको एगेन्स्टमा चाहिँ अब उनीहरूले एप्लिकेसन कि लोड गर्छ, निकाल्छ, त्यहाँबाट के अरे इक्जाम हुन्छ, भाइभा हुन्छ होइन, मार्किङ सिस्टम हुन्छ, र त्यो प्यानल बनेर चाहिँ उनीहरूले एपोइन्टमेन्ट पाउँछ। हजुर सर। तर यहाँ चाहिँ के भएको छ भने इयर 2000मा त्यो समयदेखि चाहिँ सुभाष घिसिङज्यू त्यति बेलाको चेयरम्यान डिजिएससी, उहाँले के भएर हो कुनी उहाँले जुलुस गरेर यो एसएससी उडाउनु भयो। ए ओके। 2000 2000मा अघि उहाँले उडाउनु भयो। र त्यति बेला फर्स्ट ब्याच ले काम त पायो एसएससीबाट, थ्रु एसएससी, तर उनीहरूले कोर्टको अर्डरबाट पाए। तर त्यहाँदेखि यता चाहिँ अहिलेसम्म एसएससीले गरेको छैन। र त्यसपछि पनि अब नियरली अब 2007मा त फेरि सेकेन्ड जित होइन, यो अब गोजमुको सेकेन्ड गोर्खाल्यान्ड आन्दोलन भन्ने भयो। त्यति बेला पनि त्यो एसएससी बनिएन। त्यहाँबाट त यो टेट भन्ने पनि सुरु भयो त्यो टाइममा, त्यति बेला पनि भएन। र अहिलेसम्म इयर 2000देखि लास्ट इयर 2024मा आएर चाहिँ यहाँ रिजनल एसएससी फेरि भयो। यो अलगै चिज होइन, यो सेन्ट्रल एसएससीको अन्डरमा हो। ए ओके। र घिसिङ साहबको समयमा जुन चाहिँ उहाँले उडाउनु भयो, त्यसपछि चाहिँ के भयो त दार्जिलिङमा टिचरहरूको चाहिँ के भयो भन्दाखेरि चाहिँ एसएससी चाहिँ उडाउनु भयो। त्यसपछि चाहिँ उहाँले क्याजुअल टिचर लगाउनु भयो होइन, त्यो 5000 भन्ने। त्यहाँबाट पछि उनीहरूको त्यो क्याजुअल टिचर लगाउने थाले क्या, तर विदाउट इन्टरभ्यू होइन, त्यो कसैको पनि रिकमेन्डेसन पनि होइन, टिचिङ काम माग्यो पाइहाल्ने। त त्यसो हुँदाखेरि चाहिँ पछि आन्दोलन भयो, के हुँदै उनीहरूले सेटल गरे, फेरि त्यहाँ हाल्यो अघि। त्यो धेरैपल्ट सायद हाल्यो, कतिपल्ट हाल्यो मलाई याद छैन। मलाई याद छैन भन्नुको अर्थ चाहिँ के हो भने हामी गभर्मेन्ट हाई स्कुलमा काम गर्ने, हाम्रो एपोइन्टमेन्ट चाहिँ त्यहाँबाट हुँदैन, यहाँको डिआईबाट हुँदैन। हाम्रो चाहिँ पिएससी, पब्लिक सर्भिस कमिसन भन्छ, त्यो चाहिँ याद हुन्छ हामीलाई त्यतापट्टि के हुँदैछ भन्ने। यतापट्टिको थाहा थिएन, त्यस कारण कति भयो, कति ग्रुप भयो, के भयो थाहा छैन। र 2000देखि अहिलेसम्म भएन। र त्यहाँ चाहिँ प्रब्लम चाहिँ के रहेछ भने अब घिसिङ साहबको समय यता जतिवटा पनि एपोइन्टमेन्ट भयो होइन, कति भयो होला, कति 100। तर गभर्मेन्टको एउटा नियम हुन्छ क्या, त्यो रोस्टर मेन्टेन गर्नुपर्छ, 100% रोस्टर हुन्छ, त्यो रिजर्भेसन हुन्छ नि होइन। जस्तो इन्टरभ्यू भइसकेपछि प्यानल बनिन्छ, प्यानलमा नम्बर 1 एसटी, 2, 3, 4 जेनरल होइन, 4, 5 यस्तो हुन्छ नि, एससी, रिजर्भ सिट, फिजिकल ह्यान्डिक्याप होइन, त्यो एक्स सर्भिसम्यान भन्ने त्यस्तो हुन्छ नि त्यो अघि। अब त्यो चाहिँ त्यति बेला मेन्टेन भएन नि। ओके। अर्को कुरा, कुन स्कुलमा कुन चाहिँ सब्जेक्टको टिचर चाहिन्छ भन्ने पनि भएन होइन। जस्तो एउटा स्कुलमा हिस्ट्रीको एउटा भ्याकेन्सी छ, एकैजना पठाएको भए सायद मिल्थ्यो पनि होला। तर अब एउटा हिस्ट्रीको टिचर चाहिएको छ, 4 जना हिस्ट्रीको पठाइदियो, त्यो 3टा त सरप्लस भयो। अर्को स्कुलमा इङ्ग्लिसको एउटा भ्याकेन्सी थियो, 5 जना 6 जना अब पठाइदियो। अब पठाउने मान्छेको चाहिँ सिम्पल आइडिया, हाम्रोले नोकरी गर्दैछ भन्ने नि। तर अब नियम आफ्नो ठाउँमा छ नि त, रुल्स आफ्नो ठाउँमा छ, त्यो उनीहरूले एडजस्ट गर्नु पर्यो। त्यसो हुँदाखेरि चाहिँ अहिलेसम्म त्यो 100% त्यो रोस्टरहरू केही पनि मेन्टेन भएको छैन। सब्जेक्ट वाइज टिचरहरूको समस्या छ। त्यसले गर्दा मैले पनि यो उहाँ 2टा डिआई हो, दार्जिलिङ र कालिम्पोङ 2टा डिस्ट्रिक्ट, उहाँहरूलाई मैले कति भ्याकेन्सी छ के छ मलाई देऊ भन्दा उनीहरूले दिनै सक्दैन। त्यो डिआईको पनि गल्ती होइन। अब त्यो कसरी दिने, अब उहिले कसले गरिराखेको थियो एपोइन्टमेन्ट, अब अहिलेसम्ममा त कतिजना डिआई चेन्ज भयो। अन्त अहिले आएर उनीहरूले बिचरा अब दिन सक्दैन। र त्यस्तो अवस्थामा चाहिँ छ यो जिटी एरियाको एसएससी। सो सर, त्यो एलिगेसन चाहिँ फल्स थियो कि मतलब फल्स नै थियो होला जस्तो लाग्यो है कतिवटा? के विषय भन्नुहोस्? जुन चाहिँ त्यो अहिले अनित थापाले आफ्नो मान्छेहरू हालेको थियो भन्ने पनि एलिगेसन लागेको थियो, अनि कतिवटा हामीले पनि कमेन्टहरू पढ्नुमा आएको थियो नि त सर। अनि यो यस्तो हुन्छ कि अब यो 2000देखि नै को पसे उहाँलाई पनि थाहा छैन होला, जनतालाई पनि थाहा छैन होला। तर अब
अपोजिसनले त अब होइन डिस्क्रेडिट गर्नुको लागि त भन्छ नि त के भन्छ भन्दै गर्छ, तर अब सबै कुराको जवाब पनि दिइरहनु सकिँदैन। तर अब त्यो फ्याक्ट एन्ड फिगरमा त्यहीँ गएर सोध्यो भने होइन त्यो जो अफिसरहरू छ उनीहरूले भन्नु सक्छ नि त। जस्तो सम्झिनुहोस् अब मेरो छोरी पढ्दैछ, एउटा अब सम्झौँ एउटा इक्जाम्पल होइन, पढ्दैछ या पढिसक्यो अरे, अनि नेताको छोराछोरीले चाहिँ यहाँ लोकल कुनै पनि इन्टरभ्यू हुँदा इन्टरभ्यू बस्नु नपाउनु होइन, मेरिटमा त सबले पाउनु पर्यो नि त। मेरिटमा त्यो सबै पार्टीको सबै मान्छेले ओपन टु अल हुनु पर्यो, त्यो मेरिटमा त सबले कम्पिटिसन गर्नु पाउनु पर्यो नि त। र त्यस्तोमा कसैले मेरिटमा पाइहालेको खण्डमा फल्नाले पायो नपाउनु पर्थ्यो भन्ने पनि हुन्छ, त्यस्तो पनि स्थिति होला अघि। र सबै कुराको सबै जवाफ हुँदैन।